साथीहरू, आज हामी ऐतिहासिक सहर बनेपाको भ्रमणमा छौँ। यसै क्रममा हामीले छोटो समय व्यतीत गर्नको लागि चण्डेश्वरी देवी मन्दिरमा जाने निर्णय गरेका छौँ र हामीले देख्न सक्छौँ यो ऐतिहासिक सहर बनेपाको सुन्दर दृश्य र मान्छेहरू आफ्नो धुनमा आफ्नो काममा समर्पित भएर लागिपर्नु भएको छ। हामी चण्डेश्वरी मन्दिरको प्राङ्गणमा आइपुगेका छौँ। यो चण्डेश्वरी मन्दिर चाहिँ करिब 700 वर्ष अगाडि निर्माण गरिएको मान्यता छ। अभिलेखीकरण नभए पनि मानिसहरूमा एउटा ऐतिहासिक विश्वास छ कि मानव, दैत्य र देवीको इतिहाससँग चण्डेश्वरीको इतिहास सँगसँगै रहेको छ। बनेपा सहरको परिचयलाई संस्थागत गर्नको लागि चण्डेश्वरी मन्दिरको निकै नै ठुलो महत्त्व रहेको पाइएको छ। चण्डेश्वरी मन्दिरमा हरेक वर्ष जस्तो चण्डेश्वरी जात्रा हुन्छ र यो सत्ययुगदेखि नै सुरु भएको मान्यता छ। आख्यान अनुसार इन्द्रादि देवताहरू युद्धको क्रममा पराजित भइसकेपछि देवी भगवतीको पुकार गर्न लाग्छन्। जति पुकार जति तपस्या गरे पनि देवी भगवतीले प्रकट नभएपछि उनीहरू निराश हुन्छन् र आफ्नो निराश भए पनि निरन्तरता दिएर देवीको पुकार गर्न लाग्छन्। त्यसै क्रममा दैत्यहरूको फेरि आगमन हुन्छ र देवताहरूलाई लखेट्नको लागि उनीहरूले आफ्नो प्रहार गर्न खोज्छन् र देवताहरू ज्यान बचाउने प्रयोजनले पन्छीको धारणा गरी आकाशमा उड्छन्। अनि देवी चण्डेश्वरीलाई पनि कता जाने के गर्ने भन्ने भान भएर नजिकको रुखमा प्रस्थान गर्नुहुन्छ र अन्तर्ध्यान हुनुहुन्छ। देवताहरूलाई नदेखेपछि दैत्यहरू रणभुल्लमा पर्छन् र केही समयपछि थाहा पाउँछन् कि एउटा राम्री सुन्दरी नजिकैको रुखभित्र प्रवेश गरेकी छिन् र चण्डासुरले हातमा भएको खड्ग लिएर त्यो रुख नजिक प्रहार गर्न खोज्छन् र त्यसै क्रममा चण्डेश्वरी देवीको प्रकट भएको ऐतिहासिक मान्यता छ। चण्डेश्वरी मन्दिर नजिकै रहेको वनलाई रक्तचन्दन वन भनेर परपूर्व कालदेखि नै चिनिन्थ्यो र वर्तमान समयमा चण्डेश्वरी वनको रूपमा नाम लिइन्छ। चण्डेश्वरीलाई चामुण्डा, चण्डी, उग्रतारा आदिको नामले मानिन्छ। यहाँ ऐतिहासिक धरोहरमा विभिन्न प्रबुद्ध व्यक्तिहरूले, प्रबुद्ध राजाहरूले विभिन्न कला, काष्ठकला र विभिन्न ढुङ्गा कपरहरूको मद्दतले यसलाई ऐतिहासिक कलाले भरिपूर्ण चण्डेश्वरी मन्दिर बनाउनु भएको छ र उहाँहरूको योगदानको कारणले अत्यन्तै भव्य, अत्यन्तै सुन्दर, अत्यन्तै पर्यटकीय दृष्टिकोणले अत्यन्तै सफल भएको मानिन्छ र नियमित जस्तो भक्तजनहरू बनेपा बजारबाट धेरै नजिक भएकोले यो चण्डेश्वरी देवीको मन्दिरमा अवलोकन गर्नको लागि आउनुहुन्छ। साथै यहाँबाट नजिकको ठाउँमा पनि धेरै सुन्दर दृश्यहरू हामीले अवलोकन गर्न पाउँछौँ।